जयमसी बहिनी र हाम्रो बहिनी सारा हुनुहुन्छ। बहिनी 3 वर्ष अगाडि के भएको थियो अलिकति भनिदिनुहोस् न। 3 वर्ष अगाडि यहाँनिर कस्तो थियो उहाँले चाहिँ हामी बिदा हुँदै गर्दा छोडिदिनु हुनेछ भनेर भन्नुभएको थियो। मैले चाहिँ त्यसलाई हाँसी मजाकमै लिएर कस्टमरले मजाकै गरेर भनिरहेको थिएँ है, तर उहाँले साँच्चै नै हामीलाई छोडिदिएर मेसेज गर्नुभयो। हुन्छ तपाईँ घरको बाबु हुनुहुन्छ, तपाईँ के भन्नुहुन्छ, खुसी हुनुहुन्छ? प्रभुलाई धन्यवाद होस्। साँच्चै परमेश्वरले आशिष हाम्रो परिवारमा बोल्नु भएको त्यो आशिषको लागि साँच्चै धन्यवादै दिन्छौँ। साँच्चै नै हामीले विश्वास नगरेको त्यो नसोचेको कुरो चाहिँ परमेश्वरले साँच्चै हामीलाई दिनुहुन्छ भन्ने कुरो चाहिँ हामीलाई चाहिँ साँच्चै नै हर समय दिइरहनुहुन्छ। त्यसको लागि परमेश्वरलाई प्रभुलाई धन्यवाद होस्। अनि जुन बोल्नु भएको नानी चाहिँ प्रभु चाहिँ बोल्नु भएको थियो अलिकति ठुलो भएको छ। शेरिला जयमसी जयमसी। हुन्छ धन्यवाद।